जान पर्छ जे गर्न पर्छ जसको चौटा लुस्न पर्छ नि म तयार छु मेरो छोरालाई जसरी गोली हानेर मारे नि छातीमा गोली हानेर मारे नि मेरो छोरा त गयो हैन अब मेरो छोराको लागि जे पनि गर्न तयार छु र मेरो छोरा जस्तो यस्ता छोरा पनि जन्मेका छन् उसको मैले हरेक उ हेर्छु म उलाई भेट्न पनि चाहन्थे धेरै खोजेको मैले हैन मैले उलाई दे उ जस्तो छोरा छ अब हाम्रो लागि उ छोरा हो के उले लड्छ अब हामीले मेरो छोराले नलड्नु नसके यी छोराले लड्छन् मेरो छोराले 2 गोली छातीमा खायो हैन उ त गयो उले गर्न नसकेको कुरा यिनीहरूले गर्छन् यी छोराले गर्छन् अब हामी गर्छौं मेरो छोरा गयो हैन अब म तयार छु छातीमा गोली खान म तयार छु जहाँ जान पर्छ जे गर्न पर्छ जसको चौटा लुस्न पर्छ नि म तयार छु एउटा पनि म एउटा भनेको छु सुदन यस्तो मिराज यस्तो भनेर हैन उनीहरु एकजुट भइसक्यो हैन अहिले मलाई थाहा छ तर सुन्नु सुदनजीलाई नराम्रो भन्ने मान्छे यसरी हात काम्यो भन्ने मान्छे उसले नखाई उसले नसुती हाम्रोलाई पहिलो दिनदेखि लडेको सुदन अनिलहरु भनेको उनीहरुलाई नराम्रो भन्ने मान्छेलाई त हैन उनीहरुलाई नराम्रो होस् कि हामी मृतक खोजिरहेछ के सुदनजीहरु भनेको एकदम राम्रो मान्छे हो पहिलो दिनदेखि उहाँले हामीलाई हेर्नु भएको हो त्यही भएर उहाँहरुलाई नराम्रो गरेर यो कुरा विभाजन गर्ने काम नगरौँ हैन किनकि मान्छेहरुले मिडियामा भड्काइरहेछ सुदन यस्तो रे यति रे यो उमेर रे त्यो उमेर रे उहाँले हो मलामी जानी उहाँ हो हाम्रो बच्चाको मलामीमा नि आउनु भएको थियो हाम्रो बच्चालाई खुट्टा धोएर पुरा गंगा जल पनि खाउनु भएको थियो त्यत्रो गर्नु भएको छ यस्तो मान्छेलाई अहिले तपाईहरुले कुरा फेर्नलाई मिराज ढुङ्गाना के रे प्रवेश दाहाल अनि सुदन गुरुङ भनेर विभाजन गर्नु भन्दा हैन तपाईहरु अरुतिर लाग्नु के त्यही हो एकजुट भएर हामीले सुदन गुरुङ चिन्छ अरु केही पनि चिन्दैन सिधै हामीले पहिलो दिनदेखि सुदन गुरुङहरु आएको म यति मात्र भन्न चाहन्छु हैन